हेलो मित्र, स्वागत छ मेरो च्यानल मित्र। म सुनिल चौधरी अनि यो मेरो दामी ब्लग। आज चाहिँ आइतबारको दिन चाहिँ हाम्रो रिल्याक्स छ हैन। अब टोलीहरू यहाँ खाना खान सुरु गरिसकेका छन्। अमन आज हरियो परियो छ यार, के हो यस्तो? यो राम्रो छ। वी आर गेट सेट रेडी। सो अब अहिले चाहिँ लगभग 11 बजिसकेको छ अनि आज चाहिँ एउटा इम्पोर्टेन्ट काम छ हैन। त्यही भएर हाम्रो म्याडमजी पनि स्कुल जानु भएन। आज किन जानु भएन म्याडमजी स्कुल? काम छ त्यही भएर। के काम छ? तपाईँलाई झाडु लाग्छ छैन? लागेछ। हाम्रो म्याडमजीलाई झाडु लाग्दैन गरे। सो अब एक ठाउँ सामान पुऱ्याउनु जानुपर्ने छ। त्यहाँ सामान पुऱ्याएर आएर खानासाना खाएर अनि एउटा फोटो लिएर आएर अनि इम्पोर्टेन्ट काम छ, त्यहाँ काम भ्याएर आज चाहिँ त्यो काम जसरी पनि भ्याउनु पर्ने छ। सो लेट्स गो। भात खाम गाइस, भात खाम। मम्मी भात खाम छिटो। ल अब चाहिँ भोक लाग्यो, लास्टै भोक लाग्यो होइन। यो जाडो महिना वास्तवमा भन्नुपर्दा कपालै काट्नु नहुने रहेछ क्या। कपाल हान्देको मा पुरा जाडो लगाइरहेको, यस्तो चिसो लगाइरहेको कान। सो भर्खरै सामान पुऱ्याएर आइसकेँ म चाहिँ होइन। अब भात आइसक्यो, चट्ट लगाएर अब भात तरकारी आए चाहिँ हरियो परियो। यो ऊ होइन, बेथी होइन, सिस्नु हो कि तराईको सिस्नु। यो तराईको सिस्नु हो गरे, स्पेसल तराईको सिस्नु यो चाहिँ। मलाई यति धेरै भात हिजो यति धेरै भात खाइहाल्यो उहाँ। त्यही लेबे कि नहीं? 1 मिनेट। तरकारी सिमजीको चटनी मिठो छ यार। तपाईँलाई खानु भएको भएन सिमजीको चटनी? दुईटै भल अल्छी होला। एउटा अल्छी हो। अहिले त कस्तो गिलो आउने होला, पड्काएन होला। एक बजे गएपछि 2 बजी त्यहाँ पुग्छ अनि त्यो मिठाई त्यो लिएर यो लिएर हिँडेपछि त डराइहाल्छ। ल खानपिन पनि सक्यो। अब चाहिँ लागिन्छ हामी वडा कार्यालयतिर, बडाताल गाउँपालिकाको वडा कार्यालय। यार उ गराउनु जानु लाग्यो यार, त्यो पनि के साह्रो नाटक हो फेरि। ल छिटो नागरिकताहरू छिटो तान्न पर्यो। अनि तेरो ल्या कि नै परिचय पत्र कहाँ छ? फेरि खोज्यो भने यो चाहिँ नागरिकताहरूको फाइल हो। टन्नै सबैको नागरिकता। यो मेरो नागरिकता, यो बाबाको नागरिकता, यो मम्मीको नागरिकता। यसको काम कहिले आउने हो यार? यसको काम कहिले आउने हो? यसको काम यार घुम्न जान पायो भने थियो भनेर बनाएको यार। खै काम आउला जस्तो मान्दैन यार, अहिलेसम्म आउँदैन। नागरिकताहरू लिएर जाँदैछ हामीहरू चाहिँ। आर यु रेडी? ल हामीहरू चाहिँ आज अफिसियल्ली भन्नाले पनि अब सरकारी कार्यालयको सरकारी ढड्डामा पनि हामी विवाहित भयौँ भनेर एकदम प्रमाण पत्र गराउन जाँदैछौँ होइन। यस एकदम इम्पोर्टेन्ट भनौँ न, अब सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ त्यही हो आज चाहिँ। र आजको मेरो मेन एजेन्डा भन्छ पुरा। अहिले त नेताहरू बोले जस्तो बोलिस् त, एजेन्डा गरे। हाम्रो फोटो बन्यो कि बन्न? ल फोटो ल्याउनुहोस् हामीहरू चाहिँ। अब अङ्कल नमस्कार। के छ? उहाँ चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ। धेरै कुरो गराइदिनु भयो यार तपाईँले मलाई यार। मसँग म्याच गराउनलाई हो कि? म चिन्ने आएन नभन्नुहरू कुनै दिन कसम चाहिँ केही पर्यो भने चिनिन्छ क्या। यो त हुँदै हेर्नुहोस् भन्छ नि अरे, त्यो लास्टै भयो त मिलाउनु पर्यो। यति गोरु छु मलाई यसो म्याच गर्नु त ल। हैन गोरे गोरे गराइदिनु छ हैन गोरु छु नि हैन।
एकदम यसो हेर्दा कसम चाहिँ डिफ्रेन्ट देखिछु क्या यस्तो हेर्दाखेरि ठिकै छ क्या बहुत डिफ्रेन्ट देखिछु अनुहार त ठिकै छ कि कलर यहाँ छुनु पऱ्यो त होइन यार अलि भएन कुनै ठाउँमा हेर्नु तलमाथि हो भने केही हुन्न तपाईँलाई समात नआउने हो हेर्नु उहाँले मेरो यो फोटोलाई चाहिँ एकदम मभन्दा डिफ्रेन्ट गराइदिनु भएको छ सरकारी काममा जानु लाग्यो अब सरकारी काम फेरि अब तुरुन्तै होला नहोला ढिलो होला फेरि झ्याउ हुन्छ अब आज काम नभएर यत्तिकै फर्किनु पर्ने भइगयो अब फेरि सब झ्याउ भइगयो अहिले चाहिँ हामी यहाँ चौधरी भिल्लामा आएको थियौँ सो अब यहाँ चाहिँ अब 1-2वटा सामान लिएर अनि त्यसै जाने भन्नु तर भोलि छुट्टी मिल्छ कि नै यसको एक दिन छुट्टी मिलाएको थिएँ आज छुट्टी पनि अब त्यस्तै त्यस्तै गइहाल्यो के कसो गाइस ठिक छ नि होइन रुनलाई कि बिहा दर्ता गराइदिएन भनेर रोली फेरि अहिले अनि हाम्रो हजुर भोलि जाने हो कहाँ जाने हो काठमाडौँ गर्लफ्रेन्डले सम्झाएन क्या हो खुब गर्लफ्रेन्डले सम्झाएन क्या हो खुब हजुरको केटीले सम्झाएन क्या हो खुब भन्नु भनेको काठमाडौँको केटीले क्या उहाँ उसलाई साथीलाई पनि लगेर जानु त्यसो भए 2जना 65 होला 65-60 होइन 65 हजुर बा उहाँ साथीलाई पनि लगेर जानुहोस् लगेर जाने जानु म पठाइदिन्छु ल जस्तो गयो त्यस्तै आयो फेरि जानला ल हामी चाहिँ त्यहाँ गयौँ एकचोटि होइन सबै छिटो काम भ्याएर छिटो सकभर भ्याएर आउने कोसिस गर्छौँ हामी त्यही आइसक्यौँ हाम्रो आफ्नो ओडामा हामी चाहिँ बिहा दर्ता गराउन आएको अब काम हुन्छ कि हुँदैन त्यो चाहिँ हाम्रो निवेदन लेखाउनु पर्ने यतातिर हो अरे हाम्रो निवेदन यतै लेखाउनु पर्ने ल निवेदन लेखिदिनु पऱ्यो हाम्रो बिहा दर्ताको हाम्रो चाहिँ बिहा दर्ताको कम्पनी भरियो सबै डकुमेन्ट रेडी पारेर अब सचिव फिक जानु सेवामा नम्र निवेदन गर्नको कारण यो छ कि जिल्ला बर्दिया बढियातल गाउँपालिका वार्ड नम्बर 4 निवासी सुनिल चौधरी र जिल्ला बर्दिया गाउँपालिका वार्ड नम्बर 5 निवासी श्रीमती समेत अरूको दाएं बाएं ना लेते और लगाओ तीन में यहाँ दाएं यहाँ बाएं पूरे आने का होते बिस्तारे हैं हल्का हल्का मतलब ओ तीन लगाओ आप सिंचर का पहिला लगाइहालौँ होइन प्रॉब्लम पूछा ना काला था गराउन पनि साह्रै गाह्रो छ म 26 वर्ष भइसक्यो अविवाहित मान्छे त्यो अविवाहितको पनि चाहियो प्रमाण गाह्रो छ एउटा समस्या आइपर्यो अब जस्तै 20 वर्षभन्दा अगाडि बिहा गरे पनि समस्या 25 वर्षभन्दा माथि बिहा गरे पनि समस्या लेडिजलाई है फेरि तपाईँहरूले 25 वर्षमा बिहा गर्नु होला 20 वर्षदेखि 25 वर्षको बिच चाहिँ बिहा गर्नु होला यो चाहिँ हाम्रो पर्सनल एक्सपिरियन्स चाहिँ फेरि अब त्यो काममा चाहिँ जाँदैछ हाम्रो दाजुले चाहिँ एउटा चिठी गराइदिनु लाग्नु भयो अब त्यो चिठी अब बाँसगढी नगरपालिका वार्ड नम्बर 5 मा गएर दिएर फेरि बडादार गाउँपालिका वार्ड नम्बर 4 मा ल्याएर दिएपछि बल्ल काम बन्ने भयो फेरि बाँसगढी पुगेर आउनु पर्यो एकछिन अब भ्याइन्छ कि त आज काम ल हामी फेरि अब बाँसगढी जाँदैछौँ बाँसगढीबाट फेरि छिटो गएर छिटो आउनु पर्ने हुन्छ जसरी भए पनि काम भयो होइन पहिला सुरु त काम नहोला जस्तो थियो छाटकाट चाहिँ अब सरकारी कार्यालयहरूमा जे जति जस्तो भने पनि जति जे राम्रो भने पनि काम भने चाहिँ ल्याङ ल्याङ नै हुन्छ
त्यो काम भयो हामीले चाहिँ आज जसरी पनि काम भ्याउनै पर्छ यो काम चाहिँ अब हामी लाग्यौँ सिधै बडाताल गाउँपालिका वडा नम्बर 4 मा यहाँनिर छ साइन गर्ने अरू केही भन्नुपर्ने छ बजाइदिनु फेरि उहाँलाई श्रीमानज्यूलाई दाहिने मात्र ल्याउनु दाहिने रेसमा ट्याक्कै है तपाईँ देखियो भने तपाईँलाई कार्ड दिनु नि हाम्रो हो त्यो चाहियो त्यो भइहाल्यो बसाइन नि बसेन प्रतिलिपि 500 रुपियाँ लाग्छ अहिले पैसा लाग्दैन हामी चाहिँ अब कानुन रूपमा पनि बिहा गरिसक्यौँ सो हामी चाहिँ अब कानुन रूपमा पक्का पक्की हस्बेन्ड वाइफ भइ ल हाम्रो काम चाहिँ सकियो अब चाहिँ होइन यो बिहा दर्ता गराएर पनि सकियो मेन अब बिहा दर्ता थियो क्यारे गराउनु पर्ने बाँकी अब बिहा दर्ता गराएर सकियो त्यसपछि अब हामी चाहिँ आरामले अरू कामहरू चाहिँ गर्न सक्छौँ अब यो गर्नुपर्ने छ त्यो गर्नुपर्ने छ भन्नु छैन अब एउटै कार्य अब एउटै उयो छ भनौँ कुरा छ जो त्यो अब मेसो मिल्यो भने हामीहरू घुम्न जाने सो कहिले घुम्न त जान्छौँ कहिले जान्छौँ भन्ने त्यो चाहिँ फिक्स छैन कुन ठाउँ जाने हो कमेन्ट गर्नु ल हामीहरू घुम्न कुन ठाउँ जाँदा राम्रो होला सो त्यो चाहिँ तपाईँहरूले कमेन्ट गरेर भन्नु बहुत खुसी लागिरहेको छ क्या हो सरकारद्वारा प्रमाणित मेरो सम्पत्तिको पनि आधा लाग्ने भएको अब हे भगवान् ठिक छ श्रीमानको आधा सम्पत्ति लाग्ने भए श्रीमतीको पनि त श्रीमानसँग आधा सम्पत्ति लाग्छ हरेक सबैको श्रीमती यसको जस्तै मिलोस् यो चाहिँ नमिलोस् अरे अहिले चाहिँ चौधरी भिल्लामा आइपुग्यो सो आज चाहिँ बिहा दर्ता नबल्ला जस्तो भएको थियो बिहा दर्ता गराएर अहिले चाहिँ चौधरी भिल्लामा आइसक्यौँ र आज साँझ खाना सुसँग यहीँ हुन्छ अरे सो अब खाना खाने अब मम्मीहरू चाहिँ आउँदै हुनुहुन्छ हामीहरू चाहिँ आइसक्यौँ म चाहिँ अब एकछिन बाबालाई लिन जान्छु सो त्यसपछि आज साँझ खाना यतै हुन्छ अनि नाइफबाट बजाउनु भएको अरे यो चाहिँ हाम्रो चौधरी भिल्लामा जति रमाइलो अन्त कहीँ हुँदैन सो चौधरी भिल्लामा धेरै चिज छन् चौधरी भिल्लामा बढियाम तराईमा पाइने सुन्तलाहरू पनि छन् के हो बाजे त्यो दिनभरि यताउता डुल्दा कहिले त्यो गाउँ के अरे बडाताल गाउँपालिकाको वडा कार्यालय कहिले बाँसखेडी वडा नम्बर 5 को वडा कार्यालय दौड्दा थाकियो भोक लाग्यो एउटा गजबको एउटा चाहिँ वाइ दुइटा मिक्स गरेर रक हान्न लाग्छौँ हामी चाहिँ One bite. First bite. दामी भन्छ यार one bite प्लिज कपडा राख्नु छ हो ए यस्तो श्रीमती पर्यो भन्दा सकिन्न नि बा वास्तवमा तल झर्थ्यो त्यो लत्रेको जबरजस्ती होइन खाइहाल्यो यार नुडल्स अब चैट पर्यो एउटा गजबकै एउटा वाइ सो अब चाहिँ म एकछिन बाँसखेडी पुगेँ बाबालाई लिन त्यसपछि आएर चाहिँ हामीहरू आज भाइलाई चाहिँ स्पेसल खाना बनाउँछु भनेर भने अनि हाम्रो मैया चाहिँ यतै रहनुहुन्छ है मैयाले चाहिँ अब खानासाना बनाउने गरेँ हजुरबुवाहरूलाई नास्ता गरेर खुवाउने गरेँ सो म चाहिँ के
के गर्न लागेछौ र तिम्रो के गर्न लागेछौ के हो यो अहिलेसम्म केमा हाल्नु कति हाल्नु कहाँ गर्दै अपलोड पनि नुन किन हाल्यो हो अहिलेबाट अरे त चुप लाग्न हुन्छ होला यार नमुनाहरूले के गर्न लागेको छ यार यहाँ यहाँ पाक्दैछ पानीमा खसाल्दैछ मोबाइल फेरि भन्ने होइन कि अनि के खसाल्दिनु सिधै ला त्यो त्यस्तो झार्ने नै यो झरिरहेछ ऊ फिल्ममा चाहिँ रमाया वास्तवमा जे नगर भन्छ त्यही हुन्छ के त्यही होला तिम्रो के गर्न लाग्यो के हो यो हामीहरू बिरयानी गर्न लागेछ नि तर अनिलको स्टाइलमा यो के हो यो केवटा हो घिउ होला हाल्दा दिनु घिउ तर यो घाटा लाग्यो नि यसमा चाहिँ सेन्टाएर सुकाएर भोलि युज गर्नुपर्छ हाल्नु पर्ने यो पनि ल्याउनु पर्ने क्या गर्न लाग्छ नि यार घायल परिरहेको छु यार यो त अरू थोरै बल पुग्छ ताजा दिन्छ नि यो चामल भर्खरै हालेको कि पाकिसक्यो अरू हाल्नु पानी अघि नै ऊ हो क्या भइसक्यो पानी त हाल्नु पर्दैन हाल्नु थोरै त्यो पनि अलिक गिलो हुन्छ जस्तो जस्तो नहाल त्यसो भए बस भइगयो सबैले भनेको मान्दैन के गर्छन् बाजे बजे यिनीहरू खाना पकाउँदा यिनीहरूको खाना पकाए यिनीहरूको के हो मम्मी पानी त छैन अन्त बोट पानी पिएछ त्यही त अहिले तातो पानी खाइदियो पुरा मेरो त हिजो बिहान खाएको अहिले निस्किन लागेछ हट वाटर म चाहिँ अब भित्र बसेर यस्तो मजाले हट वाटर पिउँछु होइन तिमी आउनु ल यो मान्छे आगै नबालिकन लास्टै अल्छी लगाइसक्यो अब निद्रा लाग्ला छोइसक्यो हजुर पारिसक्यो फिल्म हेरेर बसिरहेको छु लास्टै अल्छी लागेको छ होइन अनि आएर चाहिँ हाली गरेर बठिनिया फेरि बठिनिया हो यस्तो बठिनिया नै कहाँ अब त्यो के पाकेको छ त्यहाँ चाहिँ पाकेको गजन कुराहरू बिरयानी पाकेको छ गरे अनि त्यसपछि फिस करी छ अनि छिटो खाएर जाने हो लास्ट निद्रा लागेको छ र यस्तो निद्रा लागेको छ कि अब के भन्नु भोलिबाट पढ्नुपर्छ यहाँ एक्जाम मेरो आइसक्यो सम्झिने के अरे यी त सब भन्ने कुरा नहुन् यसको अनुहार हेरेर पढ्ने देखिन्छ यो भन्नुहोस् को पानीले आँखा सन्काए नानीले कहाँ काट्थे रे प्याज काट पठिने ये कौन सा सुन्तला कहाँ से आएली सुन्तला रे एकछिन सुन्तला ल्याएर था म पनि कचरा कुचुरो खाना लान्छु अब कहिले पुऱ्याउनु म पनि खाम अमिलो छैन अर्को के अमिलो अब अमिलो चाहिँ ब्राउन जाऊ बस्छ ऊ माथि पेज गरेर बस्छ काँचो टमाटरको गराउने हामीले यही बनाएर दिएछ पनि बित्छ होला यार दोकानको गाडी होइन यस्तै गरेर कता गयो के फिला बाबालाई खै तेरो फिला त यस्तो भएछ बिक्छ न यस्तै गराएर बिक्छ सायद लाइट बाल्नु त बाबा अघि नैको जिएको
थाल ल्याऊ बिनु त्यो राख्नलाई के गर्नु हो बोट राख्नु एउटा ठुलै गुन्द्रुक छ्यालो फोर मजाले त्यो माथि जान्छु के गर्ने बैठो यहाँ बाजेले उता उताको हजुरबालाई त भनेर बोल्नु अनि के भन्नुहुन्छ तिमी थाहा पाऊ तिमीलाई कस्तो लाग्छ मेरो कोक कहाँ गयो त्यो धोएर काटेको त्यो राख्नलाई नै पुराउ नै त्यो यसमा उहरू काँडाहरू यसमा यसमा फाल्नु यसमा हड्डी फाल्नु यो बजाइलाई लाउनु यो बजाइलाई त्यो त्यसैमा हाल्नु सबै त्यसैमा खानु अनि यो प्लास्टिकमा सबै यसमा हाल्नु यो खाइहाल्नु यो नरम छ खाउ न अहिले त्यो मुखमा गलिहाल्छ त्यो माछा लिनु मलाई भात हाल्नु माछा खानु माछा खानु जो जरम त्यो प्लेट काम छैन कसलाई आयो ललिपप आयो दिनुलाई आएन कि खोजेर खोज्दैछु यहाँ तर भित्रसम्म नुन गछ गछेन भन्ने कुरा अब भयो भात बिर्सिँदैन खानापिना भइसक्यो अब लाग्ने हो बास्केटी भाँडाकुँडा धोएर पानी नै हाल्नुपर्छ नि त्यसै दुःख दिनु मलाई यार बराबर आज निगल भने होइन भाग यो चाहिँ फाल्दिनँ प्लिज फाल्दैन मात्र आउँछ यार नाच्नु पऱ्यो त खलङ गर्नु अहिले खानुले यसमा उठ्नु पार्न साबुनको छिटा यसमा धेरै खान्छ अझै खानु पर्दो रहेछ भात र मैले पोला खाइदिएँ चाउचाउ खाइदिएँ दुई कटोरा भात बनाइदिन्छु तिमीहरूलाई दाल गराइदिन्छु अनि चटनी गराइदिन्छु ल मेरो भाँडा माझेर चाहिँ इग्नोरेन्स यो मान्छेलाई इग्नोर गर्नुलाई मान्छेको मलाई हेर्नु जस्तो आयो त्यस्तै पसियो अरे नाइ जस्तो आयो त्यस्तै पसिए कृपया सब्सक्राइब गरिदिनु होला यो केटाकेटीको च्यानल जस्तो आयो त्यस्तै पसियो यो चाहिँ मेरो च्यानल हो कृपया सब्सक्राइब गरिदिनु होला बेल आइकन बटन त बेल आइकन बटन त्यही त हुँदैन
बेल आइकन बटन दबाइदिनु होला हैन लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला यो मेरो च्यानललाई जस्तो आयो जस्तो थियो त्यस्तै पस्किएछु भाडा मजाइ मेरो हालत खराब गर्दैछ नि मजै होइन धोए हो त्यो अब एउटा काम गर्दिनु प्लिज मगर ये काम कहिले वो काम कहिले दिनभर ऊ त्यहाँ गएर उठ्न जाके म डाक्दै नि बस आफै दाइ बाटो खाली छ बरु म यहाँ स्वागतको लागि बस्छु यसरी छिटो गर्नु न नो तपाईँ मेरो होइन प्राण प्यारो हो त्यही भएर प्राण प्यारोलाई दुःख दिनु हुँदैन आफै जानुपर्छ हो बस लास्ट यसपछि उठाउँदैन म उठेको त उठाउँछ जस्तो प्लिज म उठ्यो भने म बस्दैन आफै धुने आफै यो हुँदैन म आफै दिइहाल्छु मेरो फोन यसले घर मम्मीलाई नै फोन गर्दै नि मम्मीलाई सम्झिँदैन न बाबालाई सम्झिँदैन कसैलाई फोनै गरिदिने यति निष्ठुरी छोरी यो जस्तो निष्ठुरी छोरी त को होला न खै कामले फुर्सदै छैन बिचारा फुर्सदै छैन त कहाँबाट गर्ने त केही भएन उनीहरू सुतिसक्यो होला उस्तै पनि हेर्नु मम्मी तपाईँलाई यसले सम्झिँदै हो यही भिडियोमा यस्तै भन्नु त हाम्रो मम्मीले मलाई त यो म यसलाई रावण सोध्यो भने मलाई त यादै आउँदैन मम्मीको भन्दा मान्छे पत्याउनु चाहिँ प्लिज घरको याद नआउने हुन्छ र भने हामी आइहाल्छ नि तर म देखाउँदिनँ र हो किनकि मलाई देखाउनु मन ला यो मान्छेले त मलाई छोड्यो गइगयो यहाँ ल भाडा साडा माझेर पनि सकियो अब हाम्रो बुढी आइकी मात्रै बाँकी हुनु छ भाडा मात्रै मुख पनि धोइदिए भएको नि देखा जाएगा मलाई यो मेरो गाना फेभरेट हो चोटी फुल्लु माया मनभरि फुल्यो यो जुनी तिम्रै भयो मलाई यो जिन्दगी हामीहरू चाहिँ लाग्यौँ अब बाँसडीतिर फाइनल्ली अब लास्ट डेस्टिनेसन भनेको दिनभरि जता डुले पनि जता जे गरे तापनि साँझमा आउने भने घरमा हो राम्रोसँग चप्पासँग तुरुन्त लेमिनेसन गर्नुपर्छ ल विवाह दर्ता सो बनाएर आज चाहिँ मेन इम्पोर्टेन्ट भेरी इम्पोर्टेन्ट काम भनेको यो काम चाहिँ पुरा भयो सो आज चाहिँ नआउने सम्भावना धेरै थियो त्यही पनि हामीले जसरी भए पनि पुरा गऱ्यौँ सक्यौँ दिनभरि जता जे डुले तापनि साँझ आउने घरमै हो होइन सो त्यसैले तपाईँहरूको माया सपोर्ट एभ्रिथिङ सबै कुराहरू मलाई आवश्यक छ होइन च्यानललाई सब्सक्राइब गरिदिनुहोस् सुनिल चौधरी ब्लगलाई सब्सक्राइब गरिदिनुहोस् अनि लाइक कमेन्ट भरिपूर्ण गरिदिनुहोस् होइन अनि सेयर गरिदिनुहोस् भिडियोलाई जति धेरै हुनसक्छ सेयर गरिदिनुहोस् तपाईँले जति धेरै सेयर गरिदिनु भयो मेरो भिडियो त्यति धेरै अगाडि बढ्छ होइन सो तपाईँहरूले सब्सक्राइब गरेर बेल आइकन बटन मजाले दबाइदिनुहोस् युट्युबमा अलिकति आफ्नो स्थान राख्न पाऊँ भन्दै आजको दिन म यहीँ सघाउँछु थ्याङ्क्स फर वाचिङ गुड नाइट गुड नाइट बाई सी यू बाई